7 I am statement of Jesus Christ. येशू ख्रीष्टले 7 ठाउँमा चाहिँ म नै हुँ भन्ने कुराको स्टेटमेन्ट दिएको छ। यो स्टेटमेन्ट मध्येमा हामीले थाहा पाउनु पर्ने कुरा चाहिँ के भन्दाखेरि 6:35 मा येशूले भन्नुभएको छ म जीवनको रोटी हुँ। अनि 8:12 मा चाहिँ म संसारको ज्योति हुँ है, ममा हिँड्नेहरू कुनै अन्धकारमा हिँड्नु पर्दैन। अब उता भएको खण्डले चाहिँ म जीवनको रोटी हुँ, मलाई खाने मलाई पिउने कहिले भकाउने छैन र कहिले तिर्खाउने छैन, यो कुरा लेख्नु भएको छ। अनि 10:9 मा चाहिँ म जीवनको ढोका हुँ, म ढोका हुँ, म भित्र छिर्नेहरूले कहिले पनि चाहिँ धोका पाउने छैन भन्ने कुरा उहाँले स्पष्ट लेख्नु भएको छ। अनि 10 देखि 11 पदमा चाहिँ म एउटा असल गोठालो हुँ, उहाँले आफैले म भनेर चाहिँ शब्द त्यहाँनिर घोषणा गरेको छ। अनि 11:25 मा हेर्छौँ भनेदेखिलाई पुनरुत्थान र जीवन मरे म विश्वास गर्ने चाहिँ मर्यो भने पनि जीवित हुनेछ भन्ने उहाँले स्टेटमेन्ट दिनुभएको छ। अनि 14:6 बाटो सत्य र जीवन चाहिँ म नै हुँ, मद्वारा बाहेक कसैबाट पनि पिता कहाँ जान सक्दैन भनेर येशूले भन्नुभएको छ। सेम थिङ 15:1 साँचो दाको बोध म हुँ, तिमीहरू हाँगा हो, म यदि तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रह्यो भने तिमीहरू असल फल फल्नेछन्, फलाउनेछन्। विदाउट मी यु डु नथिङ भनेर येशूले भन्नुभयो। योबाट थाहा पाउनु पर्ने कुरा चाहिँ के हुन्छ, येशू ख्रीष्टलाई चाहिँ योहन्नाले चाहिँ अरू सुसमाचार लेखकहरूले भन्दा फरक तरिकाले देखाएको छ। अनि फरक तरिकाले मात्रै हो कि यो यहाँनिर चाहिँ येशूले भन्नुभएको कुराहरू योहन्नाले एकदमै राम्रोसँग टिपोट गरेका छन्। यसको मतलब चाहिँ हामीले यो कुराहरूबाट थाहा पाउन सक्छौँ कि जसले येशूलाई यी कुराहरू अनुसार चाहिँ विश्वास गर्छौँ भने अवश्य पनि त्यो